नमस्ते दर्शकबिन, तपाईहरुलाई मेरो यस युट्युब च्यानलमा स्वागत छ। आज म तपाईहरुलाई नेपालमा आज र भोलि पर्सि पर्ने ठुलो वर्षाका बारेमा चाहिँ केही मौसमी जानकारी दिन चाहन्छु। जुन यो मौसमी परिवर्तनको कारण चाहिँ बङ्गालको खाडीबाट निस्केको ठुलो पानी बादल चाहिँ इन्डियामा प्रवेश गरिसकेको थियो हिजो अस्ति, र त्यो बादल चाहिँ यहाँ प्रयागराजनिर चाहिँ हिजो अस्ति ठुलो पानी परिरहेको थियो यहाँ, र त्यो बिस्तारै निम्नचापी यो रेखा चाहिँ नेपालतर्फ सर्दै गरेको छ र अहिले नेपालमा प्रवेश गरिसकेको अवस्था छ। जुन यो रातो रेड लाइन देखाएको छ यो ठुलो पानी परिरहेको क्षेत्र हो, र त्यसमध्ये पनि यो जो भित्र पहेँलो देखिएको छ नि, पहेँलो रेखा लाइनभित्र चाहिँ झनै बेसी आधी घप्टे पानी परिरहेको स्थान हो। र यो पानी बाजे यसरी क्रमशः नेपालतर्फ सरिसकेको छ। नेपालको तराई जिल्लाहरूमा यो बिहार राज्य हुँदै नेपाल तराई जिल्ला जनकपुर वीरगन्जदेखि मासतिर चाहिँ सरिसकेको छ, र यसले चाहिँ अब आजभोलि चाहिँ नेपालको केही क्षेत्रमा चाहिँ भयङ्कर ठुलो पानी भनेर भनेको छ र परिरहेको पनि छ। र यो पानी चाहिँ अहिले चाहिँ वीरगन्ज, जनकपुर, विराटनगर र आसपासका विभिन्न क्षेत्रहरूमा ठुलो मुसलधारे पानी परिरहेको छ, र उच्च हिमाली व्यक्ति चाहिँ हिउँतिर हिउँ पनि परिरहेको छ। र यसले चाहिँ विशेष गरी बागमती, यो कोशी, पूर्वी क्षेत्रहरूमा चाहिँ धेरै पानी पर्ने चाहिँ देखाएको छ। र यसरी सरसर्दै हेर्दाखेरि चाहिँ यो एकदमै पहेँलो लाइन छ नि, पहेँलो यो रङभित्र चाहिँ धेरै नै ठुलो पानी पर्ने भनेर चाहिँ अङ्कित गरिएको छ। र रातो रेड लाइनमा पनि ठुलो भारी वर्षा हो, त्योभन्दा भारी वर्षा चाहिँ पहेँलो लाइन पर्छ। र यसरी हेर्दाखेरि चाहिँ गत केही समय अगाडि चाहिँ इन्डियामा जुन भारतमा चाहिँ बादल फाटेर चाहिँ ठुलो एउटा दुर्घटना भएको थियो नि, त्यस्तै यो अहिलेको समयमा चाहिँ बादल फाटिने पनि सम्भावना, क्लाउड बस्टिङको पनि सम्भावना देखिएको छ। तसर्थ सचेत रहनु हुन चाहिँ अब सबैले अनुरोध गरिन्छ। र भोलिदेखि क्रमशः भोलि बेलुकादेखि चाहिँ क्रमशः यो पानीको प्रभाव कम हुँदै जाने र नेपालबाट पनि मनसुन चाहिँ बाहिरिने देखिएको छ। त्यसका साथै मौसम सफा राम्रो हुनेछ, र अब सबैले सुरक्षित रहनु चाहिँ यसै भिडियो मार्फत जानकारी गराउँदछु। हस्त धन्यवाद।